ल त ठ्याक्क जाऊ मुख गोडा देखाउँछु खतरा टुपानी उभिया कहरी होला न्यामारा खतरा देखिनु भने रङ्गी बिरङ्गी फुलहरूको सङ्गम यस खप्तर राष्ट्रिय निकुञ्जको मनोहर दृश्य हामी हेर्न सक्छौँ र हामी भ्यू टावर भन्ने स्थल यो खप्तर राष्ट्रिय भ्यू टावर बनाएको छ। यो टावरमा हामी केही मिनेट अवलोकन गर्नेछौँ। यो खप्तर राष्ट्रिय निकुञ्जको बीच भागको मध्यस्थलको राउतको पाटन भन्ने स्थलमा को मध्य उच्च स्थानमा गएर हामी एउटा फोटो सुट गर्नेछौँ। यहाँ एकदम फुलहरू के देखिन्छ भनेपछि आनन्द मनोहर दृश्य। यो दृश्यले मानिसलाई लोभ्याउनुका साथै यो ठाउँबाट हामीलाई घर फर्कन पनि नजाउँ जस्तो लाग्ने कि यो स्थल यस्तै भएको हुँदा पाटनको दृश्य खप्तर पाटन विभिन्न पाटनको रूपमा रहेका यी पाटनहरू घाँसे मैदानको लागि उत्कृष्ट चरीचरणको लागि पनि एकदमै राम्रो भएको हुँदा उपत्यका जस्तै भए पनि यो ठाउँमा माथि भूभाग उठेको भए पनि तर वरपर रुख बिरुवा वनस्पतिहरूले घेरिएको र बीच स्थलमा यो खाली जमिन रहेको हुँदा यो जमिनमा हामीले भिडियो सुट गरेका छौँ। यो भिडियो हामीले यस खप्तर राष्ट्रिय निकुञ्जको सौभाग बढाउनेको निमित्त यस निकुञ्जमा भएका सरकारले तथा जनप्रतिनिधिहरूले यस खप्तर राष्ट्रिय निकुञ्जको बारेमा केही जनचासोहरू अपेक्षाकृत अनुसार केही विकास गरून् भन्ने निमित्त हामीले यो भिडियो बनाएका छौँ। यो भिडियो हामीले हाम्रो दृश्यावलोकन मात्र नभएर देश विदेशमा रहेका छरिएर रहेका दाजुभाइ दिदीबहिनीहरूलाई यो भिडियो मार्फत कुनै दिन यो क्षेत्रमा भ्रमण वा पर्यटक स्थलको रूपमा आउने बारे जनचेतना तथा जानकारी दिँदै यस क्षेत्रमा कुनै पनि दाजुभाइ दिदीबहिनीहरू आएको भए यस क्षेत्रलाई आफू गएको अनुभूति गराउनको निमित्त हामीले यो भिडियो बनाएका छौँ। यो भिडियो हामीले यस भिडियो मात्रै सीमित नराखेर हामीले युट्युब च्यानल र फेसबुक पेजमा पनि राख्नेछौँ। डिआर रूपेन्द्र खड्का युट्युब च्यानलमा पनि हामी यो भिडियो अपलोड गर्नेछौँ। यो भिडियोले कति मान्छेहरूलाई रुवाउँछ वा यो सुगन्ध बढाउँछ, यो मान्छे नागरिकहरू जनपेक्षित मान्छेहरूले कतिको आफ्नो यो क्षेत्रलाई विकास गर्नु वा पूर्वाधार विकासको निमित्त कति पूर्वाधार विकास हुन सकेको छैन, यस बारेमा जनआकाङ्क्षा र जनचासोको अपेक्षाकृत राख्ने भन्ने बारे हामीले यो भिडियो बनाएका छौँ। यो भिडियोमा विभिन्न दृश्य देखाउँदै हामीले यो विभिन्न मठ मन्दिर मानिसहरूको तीर्थ यात्रा खप्तर राष्ट्रिय निकुञ्जमा जाने क्रममा यो धेरै मान्छेहरूले आफ्नो मनोरञ्जन दृश्य लिइसकेका र बिहान हिजो नै आएको हुँदा कम्तीमा 2 दिन अगाडि गङ्गा दशहराको 2 दिन अगाडि हुँदा यस क्षेत्रमा कुनै मान्छेहरूले अगाडि दर्शन गऱ्यो भने हामीले गङ्गा दशहराकै अघिल्लो दिन गएको र हामी 8 बजे हिँडेर कम्तीमा 12 बजे हामीले यस क्षेत्रमा पुगेका खप्तर राष्ट्रिय निकुञ्जको हामीले सैन्य क्षेत्र विभिन्न भूभाग र यहाँ रहेका जीवजन्तु वनस्पति मानिसहरू यहाँ सुदूरपश्चिम प्रदेशकै बझाङ जिल्लाका विभिन्न क्षेत्रबाट आएका आस्थावान मान्छेहरू यहाँ भिड लागेको देख्न सक्छौँ। र यो भिडियो हामीले यो क्षेत्रमा
बनाउने र विभिन्न ठाउँको मनोरम दृश्य देखाउने माथि हामी भ्यू टावरमा गएर केही भिडियो वा फोटो अपलोड गर्नेछौँ। धन्यवाद सबैलाई।